अलराइट साथीहरू, स्कोरबोर्डले त हार देखाउँछ, तर जसले पनि यो लाइभ हेर्दै हुनुहुन्थ्यो, जो कोर्टमा थियो, उनीहरूलाई थाहा छ कि आज नेपालले हारेको होइन, आफ्नो भविष्यलाई देखाएको छ। नेपाली मेन्स भलिबलको हिस्ट्रीमा आजको दिनलाई एउटा हिस्टोरिक माइलस्टोनको रूपमा लेख्नुपर्छ जस्तो मलाई लाग्छ। इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल महासङ्घको FIVB को ऱ्याङ्किङ प्राप्त प्रतियोगिता काभा मेन्स भलिबल च्याम्पियनसिप जुन अहिले चलिरहेको छ, यो खेल्न कोर्टमा जब मैदानमा उत्रियो नेपाली युवा टोली 64औं ऱ्याङ्किङको शक्तिशाली कजाकिस्तानको विशाल चुनौती रहेको थियो टिमलाई। भलिबल हिस्ट्रीलाई पल्टाउँदै जाँदा झन्डै एक दशक अगाडि सेन्ट्रल जोनमा जितेको त्यो एउटा ऐतिहासिक काँस्य पदक बाहेक पुरुष भलिबलमा नेपालले खासै त्यो उल्लेखनीय अहिलेसम्म सम्झिन लायक केही पनि दिन सकेको छैन। अन्तर्राष्ट्रिय नतिजा त अति नै कमजोर रहेको छ। हालसम्म FIVB को अफिसियल ऱ्याङ्किङमै नपरेको अवस्था रहेको छ। तर कजाकिस्तान विरुद्धको आजको यो फाइट जुन नेपालको लागि नि केवल एउटा खेल मात्र होइन कि आफ्नो अस्तित्व आफूसँग भएको क्षमता प्रमाणित गर्ने अवसर रहेको थियो। सुरुवाती 2 सेट गुमाएर 5औं सेटसम्म खेललाई जुन स्टाइलमा कमब्याक गर्यो, यसले देखाउँछ कि नेपाली भलिबलको फ्युचर राम्रो हातमा छ। तर हो केही टेक्निकल एररहरूको कारणले गर्दा, प्राविधिक कमजोरीहरूमा चुक्दा चाहिँ जितिसकेको खेल पनि, नजिक आइसकेको खेल पनि होइन, ऱ्याङ्किङमा कति हेल्प हुन्थ्यो होला, हातबाट गुम्न पुग्यो, स्तब्ध हुनु पर्यो। मैले अब यो इन्ट्रोमा बढाइ चढाइ गर्नुभन्दा पनि खेल त तपाईँहरूले हेर्नु भएकै थियो। मैले यहाँ जति नै ठुलो कुरा गरे पनि तपाईँहरू सबैलाई थाहा छ कि कमजोरी भनेको थियो नेपालको, अवश्य पनि कमजोरी भनेको कमजोरी नै हुन्छ, यसलाई लुकाउनु हुँदैन। तर पनि केटाहरूले हौसला डिजर्भ गर्छन्, यो नेपालको युवा टिमले हौसला चाहिँ डिजर्भ गर्छ। वेल डन नेपाल भन्नुपर्छ हामी सबैजनालाई। नत्र भन्नुहोस् न आफै, तपाईँहरू कसैलाई आशा थियो 2 सेट गुमाउँदा? त्यो सुरुको 2 सेट सम्झिनु त कति फ्रस्ट्रेटिङ खेलेको थियो नेपालले। यस्तो लाग्थ्यो कि कुनै यो हुन्छ नि गाउँघरतिर मेलापातमा खेल्ने जस्तो टिम लागेको थियो कि नै पहिलो 2 सेट। तर त्यसपछि नेपालले आफ्नो क्वालिटी देखायो। अब सेट नै काउन्ट गर्ने हो भने पनि फर्स्ट 2टा सेट र त्यसपछिको बाँकी 2टा सेट हेर्नुहोस् न कति फरक छ। 25-19 को पहिलो, 25-21 को दोस्रो थियो, 32-34 को रह्यो तेस्रो, 19-25 ले डोमिनेट गर्यो चौथो, र लास्टमा गएर भने 15-9 को सेटमा पराजित हुन पुग्यो। तर जुन त्यो चौथो सेट थियो नि, त्यो यसरी डोमिनेट गरेको थियो नि यो टिमले, मलाई लागेको थियो कि इजिली जित्छ अब नेपालले, किनकि मोमेन्टम पाइसक्यो होइन, जोसमा छ टिम, अब त पेलेरै हेपेरै खेलिदिन्छ भन्ने लागिरहेको थियो मलाई सुरुमा। तर हेर्नुहोस्, कजाकिस्तान पनि त अनुभवी टिम हो, यो लेभलसम्म कोही कमजोर टिम त आएको हुँदैन होइन, एक्सपिरियन्स देखायो जोस्। तर नेपालको हिरोइक कमब्याक रहेको थियो, हार मानेन, 34-32, 25-19 लड्यो यहाँनिर, निर्णायक 5औं सेटसम्म पुर्यायो नेपालले। र हामी कति फ्यानहरूले सायद हेर्न पनि छाडिसकेका थिए, रिस उठिरहेको थियो, सबैलाई फर्कायो क्या, एउटा विश्वास फर्काइदिएको थियो। तर भलिबलको फाइनल सेट भन्ने कुरो सधैँ नै जहिले पनि तपाईँले नर्भ कसरी होल्ड गर्नुहुन्छ, आफ्नो एक्सपिरियन्स कसरी दर्शाउनुहुन्छ भन्ने हो, जुन कजाकिस्तानले दर्शायो नि। 4-4 को अवस्थामा थियो एक समय 5 सेटमा नि, तर 15-9 रह्यो नि अन्तत फरक होइन। हो नेपालले आफ्नो प्रदर्शनले सबैको मन जित्न सफल भयो, तर केही प्राविधिक पक्षहरू छन् जसको कारणले गर्दा नेपाल खेलको नतिजा भन्ने हार्न पुगेको छ। सुधार गर्नुपर्ने प्रमुख काम ब्लकिङ, रिसिभिङ पक्षमा अत्यधिक सुधार आवश्यक देखिएको छ। अनि केही निर्णायक क्षणहरूमा त्रुटि पनि भइरहेको छ, डिसिजन मेकिङमा प्रभावकारी हुन सकेको छैन। हो, तर पहिलो कारण प्रभावकारी ब्लकको कमी नै हो होइन, त्यसपछि रिसिभिङ। यी 2 पक्षमा मात्र सुधार गर्न सक्यो भने पनि नेपालले आगामी खेलहरूमा सायद बलिया टिमहरूलाई पनि अझै चुनौती दिन सक्ला कि केही खेल जित्ला कि होइन, त्यो हामीले कम्तीमा आशा पनि गर्न सक्छौँ। सेन्ट्रल एसियाको पावर हाउस मध्येको एउटा टिम विरुद्ध नेपालले जुन आत्मविश्वास, सङ्घर्ष गर्ने जिल, फाइटिङ स्पिरिट देखायो, त्यो भने गजबको रहेको थियो। यसले धेरै सकारात्मक ऊर्जा दिनेछ क्या अब यो यङ टिमलाई चाहिँ। अब जब होटलमा जानेछन् नि, अहिले बस्नेछन् नि खेलाडीहरू, जुन रियाक्सन समर्थकहरूको देख्नेछन्, अब उनीहरू सोसियल मिडियामा जताततै सबैले तारिफ गरेको, यही नै हो हेर्नुहोस् हौसला बढ्ने काम होइन, यसैले नै मोटिभेसन पाउने हुनु उनीहरूले। अब यो त भयो एउटा नेपाली फ्यानले गर्ने भावनात्मक कुराहरू। अब अलिकति प्राविधिक पक्षहरू आउन त होइन, हामी विश्लेषणात्मक बनाउन त के रह्यो त। खेलको सुरुवाती 2 सेटमा नेपाल पूर्ण रूपमा दबावमा देखियो। यस्तो थियो कि गेममा छँदै छैन, या भनौँ न त्यो तालमेलै थिएन क्या, त्यो खेल्न गएकै होइन जस्तो लाग्यो। कजाकिस्तानको हाइट, उनीहरूको फिजिकलिटी, त्यसको अगाडि नेपाल एकदमै फिक्का फितलो साबित भयो। तर तेस्रो सेटबाट अप्रत्याशित रूपमा अद्भुत मेन्टालिटी देखायो नि, हारिसक्यो भनिएको खेलमा पनि कमब्याक गर्न सक्ने त्यो मानसिकता दर्शायो नि, त्यो कसैलाई पनि विश्वास थिएन क्या। हामी त लाइभ हेरिरहेका छौँ नि, ए बाबा 5%ले पनि मलाई यो नेपालले यस्तो कमब्याक गर्छ भनेर लाग्ने कोही हुनुहुन्छ भने आउनुहोस् त, त्यो 2टा सेट हेरेर सुरुको। त्यसपछि भने साना साना गल्तीहरू मात्र हाबी भएको, अरू केही पनि होइन। कहाँ चुक्यो त्यो नेपाल? टेक्निकलिटी चाहिन्छ भलिबलमा पनि, स्पेसल्ली भनेको तपाईँको ब्लक, डिफेन्स। जहिले पनि भलिबलको जुनसुकै टिमले पनि हार्ने भनेको कारण त्यही हो हेर्नुहोस्। नम्बर 1, आज लिबेरो डिफेन्सिभ स्पेशलिस्ट विनोद चन्दबाट त्यति टफ नच वाओ उनको लेभलको खेल थिएन यो।
क्रुसियल डिफेन्सहरूमा मात्र होइन, रिसिभिङमा पनि अलिकति स्ट्रगल गरिरहेका थियो उनी होइन। यदि भलिबलमा स्पाइकको लागि राम्रो बल सेटअप गरिदिनु छ भने सेटरले पहिला त राम्रो रिसिभ अनिवार्य हुन्छ। आजको खेलमा लिबेरो विनोद छन् आफ्नो लयमा देखेका थिएनन्, त्यस कारणले गर्दा स्ट्रगल भयो सुरुमा होइन। रिसिभ सोचे जस्तो सेन्टरसम्म पुगिरहेको थिएन, अनि त्यसपछि विपक्षीका जुन शक्तिशाली प्रहारहरू हुन्छन् नि त्यसलाई उनलाई डिफेन्ड गर्न आज गाह्रो भइरहेको थियो। हो, त्यसमा ब्लकरहरूले साथ दिएका थिएनन्, त्यो अलग कुरा। त्यसमा तपाईँको लिबेरोको अफ्टे छ भने अरू ब्याकवर्डको डिफेन्डरहरूले कभर गर्नु पर्यो, तर उनीहरू पनि खासै गतिलो लयमा देखिएनन्। अनि यसको सिधा असर कहाँ गएर देखियो त भन्दाखेरि सेटरको असमञ्जस्यतामा, पुवर डिस्ट्रिब्युसन्सहरू। हरिहजुर थापा रिसिभ नै यदि तपाईँको मिलेको छैन भने होइन, स्पाइकरहरूको लागि जुन डिस्ट्रिब्युट गरिन्छ नि बलहरू सेन्टरबाट त्यो त्यति राम्रो लयमा जाँदैन। अनि त्यो नगइसकेपछि स्पाइकरहरूले पनि खुलेर प्रहार गर्ने अवसर नै पाउँदैनन्, अनि अवसर नपाइसकेपछि के हुन्छ त चान्स बल किल गर्न सक्दैन। यो अर्को प्रब्लम नेपालको। खेलका क्रममा यति समय आयो कि होइन विपक्षीले सजिलै दिएका चान्स बलहरूलाई नेपालको स्पाइकरहरूले अङ्कमा बदल्न सकेका थिएनन्। त्यो भनेको अनुभवको कमीको कारण पनि भयो, अनि त्यसमा चाहिँ जुन प्रकारको डिस्ट्रिब्युसन थियो उनीहरूको लागि आक्रामक हुनै सकेनन्, केही छोटो केही लामो केही भित्र केही बाहिर होइन, जसले गर्दा कजाकिस्तानलाई खेलमा फर्किने मौका पनि आयो। जस्तो त्यो 34-32 को जुन थर्ड सेट थियो नि त्यो चाँडै जित्नुपर्ने हो नेपालले, मलाई लाग्छ त्यो त्यति लामो जानु हुँदैन थियो, तर त्यही हो कि चान्स बल किल हुन सकेन क्या। नत्र त हेर्नुहोस् नेपालको प्रयासभन्दा पनि कजाकिस्तानको जुन गल्ती थियो नि त्यो धेरै थियो क्या। तेस्रो सेट र चौथो सेटमा त अलिकति गार्ड डाउन्स गरेका थियो उनीहरूले। हो, नेपालले त्यसमा नै काउन्टर अट्याक गरिदिइहाल्यो। यो अप्रत्याशित थियो कजाकिस्तानकै लागि पनि कि यसरी खेल्दैला। सम्भव आज सोच्नुहोस् को एउटा एक्सपिरियन्स स्पाइकर डिबी दाई, मानबहादुर श्रेष्ठ या जोसुकै पनि अलिकति अनुभवी स्पाइकर जसले भन्न सक्ने त्यो जुन हुन्छ नि त्यो प्रकारको स्पाइकर भएको भए त्यो चान्सेसहरू किल हुन्थ्यो नेपालको। त्यसपछि मलाई लाग्छ नेपालको सर्भिसमा पनि ट्रिक र पावरको कमी छ। नेपालको सर्भिसिङ ट्रिक केही छँदै छैन, एकदमै साधारण रहेको थियो। आधुनिक भलिबलमा सर्भिस आफैमा एउटा ठुलो बलियो एलिमेन्ट हुन्छ। सो नेपालको सर्भिसमा भने अफेन्सिभ त्यस्तो केही नहुँदा विपक्षीहरूलाई चाहिँ आरामले जज गरेर बल लिन सक्ने देखियो कि कुनै ट्रिक थिएन, त्यहाँ पावर पनि थिएन। सबैभन्दा इम्पोर्टेन्ट अनुभवको कमी, प्रेसर इन रिसिभ होइन। कजाकिस्तानी खेलाडीहरूको पावरफुल सर्भिस आउँदा नेपाली रिसिभरहरूले अत्याधिक मानसिक दबाव लिइरहेको देखिन्थ्यो। त्यसपछि त्यो मैले भने चान्स बलहरू किल गर्न नसक्ने, र्यालीमा एकदमै त्यो भनौँ न म्यानेज गर्न नसक्ने, लास्टतिर आत्तिने होइन, व्यवस्थापन गर्न नसक्ने, निर्णायक मोडमा पुगिसकेपछि फिनिसिङ गर्न नसक्नु भनेको अनुभवको कमीले नै हुन्छ नेपालको। त्यही देखियो लास्ट सेटमा चाहिँ स्पेसल्ली होइन। अब लागौँ केही राम्रा पक्षहरूमा, देखिएका सकारात्मक कुराहरूमा। यसमा चाहिँ पहिलो मैले नोटिस गरेको नयाँ खेलाडीहरूको जसरी उदय भएको छ नि, युवा खेलाडीहरूले जसरी प्रमिस देखाएका छन् नि, हारभित्रको उज्यालो पाटो यही नै हो। सबैभन्दा कमजोरीका बावजुद पनि यो खेलले नेपाली भलिबललाई केही आशलाग्दा स्टारहरू भने अब दिँदैछ जस्तो मलाई लागिसक्यो। टिभी खेल खेलिरहेका सुरज चमारा खेलको सुरुवाती सेटमा एकदमै नर्भस देखेका थिए, एकदमै नर्भस होइन। हो, पहिलो इन्टरनेसनल म्याच हो, 81 होइन, 81 लिगबाट आएका प्लेयर, गाह्रो हुन्छ। तर त्यसपछि जब उसले सम्हालेर प्रदर्शन गर्न थाले नि उत्कृष्ट खेले। अनि सरोज बर्देवा जति चान्स पाए उच्च स्तरीय खेल देखाए। उनी आउँदा गेमको मोमेन्टम चेन्ज गरिरहेका हुन्थे उनले है। त्यो एउटा जोसमा जुन एउटा स्पाइकरको हामी मैले भने नि अनुभवको अलिकति त्यो किल गर्ने मेन्टालिटी नभएको स्पाइकर, त्यो जति बेला सुनिल पहलहरूको हुँदैन त्यति बेला चाहिँ सरोज आएर आउट अफ नोवेयर एउटा राम्रो मोमेन्टम चाहिँ दिलाइदिने गर्थे। त्यसपछि अनि हिमाल सुनारीको लागि पनि डेब्यू सुखद रह्यो भन्छु मैले। हो, केही हदसम्म हिमालले जुन उनको स्ट्यान्डर्ड हुन्छ त्यो इन्कन्सिस्टेन्सी थियो, कन्सिस्टेन्ट एकै नासको पुरै खेल अवधिभरि भएन, केही मिसहरू पनि भयो, केही ब्लकहरूमा पनि अलिकति भएन, तर पनि हिमालले चाहिने बेलामा चाहिँ सर्भिसबाट होस्, सायद ब्लक क्रुसियल होस्, केही न केही क्विक स्पाइक पनि प्लेसिङ गरेर होस्, राम्रो अङ्कहरू पनि दिलाइरहेका थिए। बस अब यति हो कि आगामी खेलमा चाहिँ अलिकति स्थिरता होस् हिमालको गेममा चाहिँ होइन। त्यसपछि मलाई दिपेशको इम्प्रेसिभ लाग्यो। दिपेश छोटो मौका पाए तर मौका जति पाए प्रमाणित गरे उनले होइन। अवसर पाएमा म टोलीको यो सेटिङ पक्षलाई मैले हेरिदिन सक्छु भन्ने एउटा मेन्टालिटी चाहिँ देखियो है उनीमा। एउटा राम्रो कम्पोजर चाहिँ देखायो उनले। हरिहजुर थापा जब त्यो अफलाइन हुँदाखेरि चाहिँ उनी जब कोर्टभित्र आउँथे राम्रो देखाए, स्पार्क देखाए खेलाडीले। सो तपाईँले यसरी नै त हो नि होइन, आफूले पाएका मौकाहरूलाई सदुपयोग गर्दै जाने। सो उनले गरे। मलाई लाग्छ पहलको गेम पनि 4 सेटसम्म त हेर्नुहोस् पहलले पनि सकेसम्म गरेका हुनु। 5औं सेटमा अलिकति रिदम मोमेन्टम अफ भयो, होइन भने उनले पनि राम्रै गरे। सुनिलको पनि राम्रो गेम रहेको थियो। अझै मैले आशा गरे अनुसारको त्यो जोस त्यो देखिन्छ नि सुनिलको, त्यो धेरै हदसम्म अलिकति कहिले काहीँ फिका फिका पनि लाग्यो होइन। स्पेसली त्यो इभन त्यो 4औं सेटमै पनि त्यो कमब्याकमा त उनको हात धेरै ठुलो छ। यद्यपि कहीँ कतै लाग्यो कि किल गर्नुपर्ने स्पाइकहरू पनि उनको त्यो कमजोर प्रहारहरू भइरहेको छ भनेर, होइन भने सुनिलको योभन्दा अझै एक लेभल माथिल्लो गेम छ जस्तो मलाई लाग्छ। यद्यपि सुनिलको पनि फ्यान्टास्टिक गेम नै मानिनेछ।
त्यही अब यसरी इन्डिभिजुअल भन्दा पनि ओभरअल एज अ टिम नेपालले धेरै राम्रो खेलेको छ। एउटा ठुलो पार्ट हो यो 64औं स्थानको टिमलाई चाहिँ FIVB ऱ्याङ्किङको होइन 5औं सेटसम्म घिसार्न सक्ने क्षमता, त्यो पनि 2टा सेट हारिसकेपछि के, त्यो पनि युवा टिमले होइन, एक्सपोजरको जोसँग कमी छ, एक्सपिरियन्स छैन, त्यस्तो टिमले पनि यतिको गर्न सक्नु भनेको आगामी खेलमा चाहिँ हामी आशावादी हुन सक्छौँ। या आगामी यात्रा भनौँ न लामै समयको। अब के गर्नुपर्ने के, रिसिभ बित्दा दबावमुक्त भएर लिने, ब्लकिङ र नेट डिफेन्सको कमजोरलाई तत्काल सुधार्नुपर्ने देखिन्छ। तत्कालै निरूपलाई चान्स दिएर हुन्छ कि होइन, बेला बेलामा कसरी हुन्छ त्यो चाहिँ गर्नु पऱ्यो, अलिकति फिक्स गर्नु पऱ्यो। रवि नगरकोटीको पनि ठिकठाक थियो, केही राम्रा ब्लकहरू पनि लगायो उनले, क्विक स्पाइक पनि देखियो, तर ओभरअल त्यो उनलाई सपोर्ट गर्नको लागि पनि ब्लकरहरू पनि त त्यही किसिमको चाहियो नि त होइन। सो अलिकति त्यहाँ डिसजोइन्टेड देखियो कि ब्लक त छँदै थिएन भन्दा पनि हुन्छ। यसकारण तपाईँसँग बेन्चमा निरूप जस्तो अप्सन छ जो एक्सपिरियन्स बटुलिसकेका छन्, अग्लो कद जस्ट ल्याउनुहोस्। मैले त सोचिरहेको थिएँ कि जगदीश गुरुले अब ल्याउनुहुन्छ होला, होइन, निरूप चाहिने प्लेयर हुन्। अनि सबैभन्दा इम्पोर्टेन्ट सर्भिसलाई चाहिँ अलिकति स्ट्रेटेजिक र पावरफुल बनाउनु पऱ्यो कि, अलिकति ट्रिकी बनाउनु पऱ्यो। त्यसमा त काम गर्नै पर्ला। हुन त अब त्यस्तो पावरफुल सर्भिसहरू यो टिममा कसरी लिने मैले कोही पनि देख्दिनँ खासै होइन, तर डेभलप गर्नु पऱ्यो। अब यो भनेको ग्रासरुटदेखि नै आउनुपर्छ कि, एक्कासी हुने कुरा होइन ठुलो लेभलमा। अनि मेन इम्पोर्टेन्ट मलाई सबैभन्दा फ्रस्ट्रेटिङ लाग्ने, मनै नपर्ने, चान्सबरहरूलाई पनि कुनै पनि हालतमा छोड्नु भएन कि, किल गरेरै छाड्नु पऱ्यो, अङ्कमा परिणत गर्नु पऱ्यो। त्यो मेन्टालिटी नेपालको देखिएन क्या। आज कजाकिस्तानको पक्षमा धेरै पटक गयो, त्यस कारणले गर्दा अङ्क हो। मन जितेको छ, प्रशंसा गर्नुपर्छ हाम्रो यो टिमको होइन। अब FIVB ऱ्याङ्किङमा जितेको भए आउन सक्थ्यो, अब बिस्तारै आउला पनि होइन, तर पनि यो जुझारु पनि जुन देखाएको छ यसले पनि भविष्यको सुखद भविष्यको ग्यारेन्टी गरेको छ। म यसैमा खुसी छु। आज सबै कमजोरीलाई मैले बिर्सिदिन्छु। यहाँ तपाईँ हामी सबैले बिर्सिसक्यौँ होइन। यसै नै अगाडि बढेमा चाहिँ नेपाल आगामी दिनमा नेपाली भलिबल प्रेमीहरूका लागि कम्तीमा केही सुखद समाचार दिन्छ कि त भन्ने हामीलाई विश्वास छ। यो टिममाथि विश्वास गर्नुहोस्, यो यङ स्क्वाडमाथि राम्रै गर्छ, भाइहरूले आगामी दिनमा राम्रै गर्छन् भन्ने मैले ठानेको छु है त। हो अझै त्यो कोअर्डिनेसनमा, रिदममा प्रपर कन्ट्रोल आइसकेको छैन, किनकि एक्सपिरियन्स पनि त छैन है। सो तपाईँहरूलाई पनि कस्तो लाग्यो, तपाईँहरूको धारणा के छ त्यो भने कमेन्ट बक्समा लेख्नु होला, र भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब, कमेन्ट जे गर्नुपर्छ मैले रिक्वेस्ट गरिरहदिनँ, सबै गर्नुहोस् है त। थ्याङ्क यू भेरी मच।